अनि नमस्ते हजुर सबैलाई गुड मर्निङ भन्दै आजको भ्लग फेरि सुरु गरिरहेको छ यहाँ देखो यहाँ पति चाहिँ अझै त्यो उयो अनामा चोटाको मुखमा यो ठुलो हो यो हैन हेलो अनि नमस्ते हजुरहरु सबैलाई गुड मर्निङ भन्दै आजको भ्लग फेरि सुरु गरिसकेको छु। अन्त आजको भ्लग चाहिँ के हुनेछ भन्दा हाम्रो एकदम आज प्लानिङ मेरो मात्रै प्लानिङ बाबालाई भनेको छैन, बाबा आयो भने भन्छु है। आज माछा निकालौँ अन्त आज मेरो लास्ट दिन पनि हो है घरमा बस्नु, त्यही कारण आज चाहिँ माछा निकालेर खम भनेर सोचिरहेको थिएँ। मैले पानी चाहिँ यहाँ पछाडि कुवाबाट तान्नु पनि थालिसकेको छु। बाबा चाहिँ कता जानु भएको रहेछ है। अन्त बाबा आयो भने बाबालाई भन्ने अन्त चाहिँ माछा निकाल्ने तपाईँहरूलाई पनि देखाउने छु, हेर्दै गर्नुहोस् होला। अन्त तपाईँहरूले सोचिराख्नु भएको होला है मैले मास्क लगाएर के साह्रो पनि भट्टु जस्तो भ्लग बनाएको भनेर सोच्नुहुन्छ होला, तर त्यस्तो चाहिँ होइन। अब एकदम यो चाहिँ बाध्यताले गर्दै मास्क लगाएको है। हिजो भर्खरै मात्र एक्सिडेन्ट भएको थियो नि त, म बाइक एक्सिडेन्ट। अन्त त्यही कारण चाहिँ मैले यो मास्क लगाएर भिडियो बनाउँदैछु। मास्क चाहिँ किन लगाएको भन्दा चाहिँ अलिकति मेरो मुखको छेउछाउतिर अलिक काटिएको छ नि त, त्यही कारण चाहिँ मैले मास्क लगाइरहेको छु। अन्त त्यो लडेको दिन चाहिँ है एकदमै किन चाहिँ दुःख लाग्यो मलाई भन्दा चाहिँ लड्नु त लडे ठिकै छ होइन, तर पनि दुःख चाहिँ किन लाग्यो भन्दा चाहिँ हाम्रै गाउँको दाजु होइन, ऊ पनि ड्राइभर, म एउटा बाइक ड्राइभर, ऊ चाहिँ र पिकअप ड्राइभर हो, ओत्लाबाडी सर्भिस खिप्नुहुन्छ है। अन्त एकदमै राम्रो लाग्थ्यो मलाई त्यो दाजु। अब होइन हाम्रै यहीँ माथि नोकडाँडा बजारको हो, ओत्लाबाडीबाट लोडहरू ल्याउँछ, उसको पिकअप छ। अन्त उसले मलाई लडेर बसिरहेको बेलामा भेट्यो है, सोध्यो के भइस् लडिस् क्या, खुनै खुन भइरहेको छस् भन्नुभयो नि त। हजुर हेर्नु न ब्रेक हराएर लडेँ नि भने होइन। अन्त उसले के भन्नुभयो भन्दा चाहिँ मलाई म बसिरहेको थिएँ, अब कस्तो हुन्छ लड्दाखेरि होइन, एकदम होस गायब भएको जस्तो भइरहेको थियो। अन्त उसले भन्नुभयो मलाई अचानक हुन्छ नि अब मातेर गाडी कुदाउँछस् मोड्छस् पनि भनिराख्नु भयो। त्यहाँ केही एक शब्द पनि बोलेन होइन, चट्टै गएको ऊ। त्यहाँ यसो सोचेँ के भन्नु खोजेको रहेछ भनेर होइन, एकदम रिस उठ्यो। त्यो अङ्कललाई भेट्छु कि भनेर पछि मैले फलो पनि गरेँ, तर पनि भेटिनँ। हिजो भर्खरै म चाहिँ उसको घर गएको थिएँ नि त, अन्त घरमै हुनुहुन्थेछ। मैले बोलाएर चाहिँ टक्क सोधेँ नि त, बडी मात्रै बोल्नु भयो। बडी के भन्छ बडा हुनुहुन्छ भने होइन, बडा छ त भने एक शब्द पनि बोल्नु भएन होइन। किन नबोल्नु भएको मलाई थाहा छैन, बडा छ त भन्नुभयो। अन्त मैले सोधेँ बडी निस्किनु भयो होइन, बडीले टक्क के काम थियो भन्यो, बडासँग काम थियो भने नि त, बोलेन त्यति बेला पनि। र मैले बाइक स्टार्ट गरेर गएँ, हुन्छ भोलि आउँछु भनेर। अन्त खास कुरा चाहिँ के हो भन्दा चाहिँ अब जस्तै भए पनि ड्राइभर हो होइन, कहिले पनि ड्राइभर मान्छे एक्सपिरियन्स कहिले हुँदैन। अन्त म चाहिँ त्यही भन्छु, अब म पनि हुनु त अब निकै पहिल्यैदेखि कुदाएको बाइक, तर म कहिले पनि लड्दिनँहरू चाहिँ भन्दिनँ। अब मान्छेको सबैको दिन फर्केर आउँछ होइन, एक न एक दिन केही न केही त होला नि त। म पनि त्यति बेला चाहिँ एकदम क्या जहीँ छु भने पनि गएर एकदम रमाइदिन्छु उसको जग्गामा चाहिँ, एकदमै रिसउठ्दो पाराले क्या भन्यो नि त। अन्त एकदम मन पनि दुख्यो, उसको घर पनि गयो हिजो निस्केन। अन्त भोलि आउँछु भनिरहेको छु, भयो भने भरे पनि जान्छु है, भेट्छ कि भेट्दैन थाहा छैन त्यो चाहिँ। र अब भिडियो यतिकै कन्टिन्यू हुनेछ एकदम। म चाहिँ अब माछा निकाल्ने होइन, बाबासँग सल्लाह पनि भयो माछा निकाल्ने। अन्त भर्खरै जाली लिएर आएँ, यहाँ यसमा चाहिँ माछा राख्ने। अन्त यहाँनिर चाहिँ हाम्रो माछाको पानी सुकाउँदैछ है यसरी। अन्त अब चाहिँ जाली ओछ्याएर चाहिँ सबै माछा उठाउने। हेर्नु चाहिँ माछा देख्दैन होला त्यस्तो मजाले, एउटा चाहिँ निकै ठुलो छ हाम्रोमा माछा। तपाईँहरूलाई बाहिर निकालेर देखाउने छु, हेर्दै गर्नुहोस् होला। यहाँ माछालाई जाली थाप्नु पनि सुरु गरेको छ बडा अनि आपा। यहाँ चाहिँ माइलाबाट यसमा चाहिँ हाल्नु आँटेको, यहाँ चाहिँ जाली छापेर माछालाई चोट लाग्छ भने चाहिँ जाली थापिरहेको छ नि त। यही छ ठुलो ए
त्यति निकालिहाल्नु नि पहिला यो ठुलो हो यो पनि होइन यहाँ रहेछ ठुलो त्यो उयो अनुहारमा चोट लाग्छ हौ मुखमा मर्दैन त्यही भने हामीले कुवा पनि सफा गरिसक्यो यहाँनिर माछा छ है अन्त कुवा चाहिँ हाम्रो चाहिँ एकदम यहाँनिर यत्रो यत्रो बनाइदिइरहेको छ यो चाहिँ खानुको लागि निकालेको हामीले माछा योहरू चाहिँ यो सुँगुरे माछा भन्दो रहेछ है यसलाई के माछा भन्छ म चाहिँ अब सुँगुरे भन्छु अरूले के भन्छ यो चाहिँ हामीले खानुको लागि निकालेको यति चाहिँ अन्त यहाँ चाहिँ भने हाम्रो एकदमै ठुलो माछा छ एउटै मात्रै छ नि त अन्त यसलाई चाहिँ अघि भाँडामा हाल्दा उफ्रिहालेर चाहिँ यसलाई चाहिँ हामीले यहाँ राखेको अहिले एकछिन पानी अलिक ठुलो भएपछि चाहिँ उयो गर्ने यहाँ चाहिँ हेर्नुहोस् न ढाड पनि निस्किरहेको छ यी यत्रो छ हेर्नुहोस् ल तपाईँहरूलाई देखाउँछु यत्रो त यहाँ चाहिँ एकदम त्यहाँ पर पुग्यो अहिले चाहिँ अन्त आज चाहिँ बल्ल बल्ल हामीले बाबा र म भएर कुवा पनि सफा गरिसक्यो बाबाहरू चाहिँ काममा जानुभयो म चाहिँ अब मेरो ड्युटी चाहिँ यहाँ अलिक पानी भएपछि चाहिँ माछा हाल्ने यो भाँडाको खनाइदिने अन्त यसलाई चाहिँ भरे मजाको फ्राई हान्ने होइन मजाले खाने अन्त आजको भिडियो के कस्तो भयो है आज भिडियो यति नै गर्ने एकदम सर्ट भिडियो हेरिदिनुहोस् होला अनि सकेसम्म लाइक सेयर सब्सक्राइब कमेन्ट पनि गरिदिनुहोस् होला।